भने मेरो बुढाले मलाई मार्दैन झगडा नगर भने क्या जाडा अरे भोटिने किन बिच्क्यो कि फेरि मेरो बारे अलिकति केही नराम भन्ने बित्तिकै त बिच्किहाल्नुपर्छ त्यही होइन को चाहिँ बिच्क्यो र ए फेरि बिच्केको के भनेर होइन डर लाग्यो भाइ अब चाहिँ मलाई चाहिँ बुढा हेर न कसरी गरी थर्काएको भाइ बोटिनीले मलाई खुल्ला फिल अफ के रे फिल अफ के भन्दा चाहिँ भिलब भोटिने लभ खेमे भने हो भिलब सी हुनुपर्ने आज फिल अफ सी अँ, अब हुनु हो र मैले पनि पारा देखिरहेको छु कसको भोटिनीको फिल अफ सी को क्या ए तिमी त नि त्यो हन्टर भइहाल्यो नि भिपरसीको के हन्टर ए, जेपीडी बोल्ने होइन जेपीडी बोल्ने होइन यस्तो र खेमे अरूसँग तिमी सब कुरा लुगाउन सक्छ तर मलाई हरेक कुरा लुगाउन सक्दैन ए के बोले यस्तो सोझो मान्छेलाई मैले अहिले मुख खोल्ला पोल खोल्न थाल्यो भने भोटिँदै ब्रेकअप हुन्छ फेरि अहिले जे पाए त्यही भन्यो हुँदैन त्यस्तो केही छैन ल पोल खोलम हुँदैन रे भनेपछि ल परे रहेछ हुँदैन भनेपछि ल परे खोलम खोलम सुमुला ग्याङ है ल आमा आज त म यस्तो बिजी भएँ म आज उता ग्रान्डीतिर आएको थिएँ भेट्नै पाएन कसैलाई पनि झन् तिमी कहिले भेट्न नि भेट्दैनौ के सरी फर दिस है यो मेरो भयो के तिमी 3टा म्युजिक भिडियो त हिरो भइसक्यो अब जान लाग्यो मुस्ताङ अब के रोल सबजनाले चाहिँ अब यताउता अब यता ठुलो भयो एटिट्युड देखायो भनेर सोच्नुहुन्छ होला त्यसको लागि चाहिँ प्लिज नसोचिदिनु होला यो चाहिँ मेरो बाध्यता हो होइन म एकदमै भ्याइरहेको छैन आज त यति धेरै आमा बल्ल बल्ल सपिङ हानेर अब भोलि बिहान जानुपर्ने भयो क्या त्यही भएर मुस्ताङ ओहो युनिभर्स अस्तितिर सेयर आएको त मुस्ताङको लागि पो रहेछ त बुझ्नु पर्छ हाम्रो अनि 4वटा म्युजिक भिडियो पनि भन ल सरी के छ मित्रहरू सबैलाई के Oh my God, आज 1 बजे आज हाम्रो दाइको प्रोफेसर दाइको गेम छ कोलाई थाहा छ यहाँ 11 बजे हो 1 बजे होइन 11:45 मा है सबजनाले माया दिनु होला 11:45 11 त्यही त भने 11 ल ल ल यसो दुई चार दिन खेलेर के भनिसक्यो किन के अब दुई चार दिन खेलेर हामी पनि खाजा खर्च उठाउने हो कि के भन्नु जस्ताले है के भन्छ जेसाले है के हामीले जे लाइक गर्ने अरे त्यसैले के भन्छ के भन्नु जस्ता भाइ नयाँ लुक तिमी त के गिलासमा दुध खाइ क्या भोलि चाहिँ मुस्ताङतिर नि त अनि यसो नयाँ लुक्सतिर यसो चाक्दैको नि कसको रे दुध कसको हुन्छ कि त भैँसीको कि त गाईको नि अरूको दुध त अनि खत्म बाय बाय टाटा गुड बाय गया जस्ता किन तिमी खाली सुर्ती लिन पठाए मान्छे गफ छाटेर बसी यार खत्म सुर्ती खान छोडिसक्यो सिधा गाजा बुढालाई मतलबै छैन हेलो सोल्टी के छ हाल खबर हेलो रे के हेलो यसरी हुन्छ आज बनाउँछ होला ब्लग अब सफा फुल्ला के छ पर्दैन हाल खबर भोलि बनाउँछु अनि ब्लगहरू सब बनाउँछु नि चुपानलाई ठीक छ भाइ वैवाहिक जीवन ए मेरा बा खेम भाइको जलन भयो होला यार भोलि नि अलि यता आइज त अलि यता आइज अब त भाइ भयो त्यस्तो नगर है फेरि नआएको नि राम्रो छ फेरि भैँसी किन्दा पाँड उपार हुन्छ मलाई त ठिक छ म चिलमै छु दाइ ठिक छ चिलमा म पनि चिला बसम भनेको चिलभन्दा गुरुङ भएर बस्नै मिलेन भोटले किन नाक कोटाइछे त्यो सबजना है नाकमा अड्किन्छ कुरा भन्न। सबजनाले एकदमै लभली वेलकम छ हाम्रो लाइफमा के चाहिँ अड्क्यो नाकमा अनि के हो कुरो अब रेडी अड्किन भइसक्यो नहुने हामी त कुरो फर्म अड्क्यो आइसक्यो अरे नि हाम्रो केटाहरू फर्म आइसक्यो के हो अब खोइ खेमे खाली एउटै लुक्समा आउँछ त्यो चस्मा नहुनु कहिले बिर्सिन्न खै के भयो फर्ममा आइसक्यो एउटै लुक्समा आउँछ र खाली
खाली चस्मा नयाँ लाउँदा नि हुन्न, कपाल काट्दा पनि हुन्न कि अनि तुन्दुम गेम तुन्दुम कस्तो घुम्दा सुरु गर्ने नि रहेको के गेम सुरु गरिसक्यौ गेम नै खेल्न बेबो होला बेबो नर्मल गेम हो यस्तो जाडोमा त नुहाउन सक्दिनँ दादा म फेरि हेर्नु है मेरोमा युनिभर्स आयो भने चाहिँ म बिल नगरिकन आएपछि यहाँ भागै किन्नु कुद्नु नकुदुस् जेसा कस्तो हुँदै गइरहेको जीवन हाम्रो अहिले अब यसपछि प्रोफेसर दाइको हो सबजना है अब गएर सपोर्ट गर्नुपर्ने हुन्छ गाइज हाम्रोमा 6000 जना हुनु भइसक्यो लभली वेलकम छ गइरहेको जीवन कस्तो हुँदैछ वाक ट्वाक दाइ फेरि यार, तर आजभोलि तपाईँको के कुरा सुनिरहेको छु यार मैले यार के जेसा हिजो के अस्ति तपाईँको लाइभ हेरे च्यावाली दिदीसँग तपाईँ त के हुन्छ तिमी आफ्नो उयो गर न किन तिम्रो नपार्नु हुन्छ हालो पार्नुहुन्न तिम्रो दुधवालीको कुरा त गरेको छैन नि खेमे तिमी किन बड्किरा बिचमा मेरी दुधवाली ओए जेटी भन्ने होइन है आई लभ मिल्क टी ओके आई लभ चियावाली एनी प्रब्लम आई लभ मिल्क भोटिङ लभ थिएन अरे यस्तो जलाएको यार भाइ किसे खाएर यस्तो केटीहरूले यसरी चुप्पा खान तिमी एक्लै हुँदा म एक चम्चा पानी आऊ डुबेर मर्थे यार लाइफमै किस खाइदिए त हेरे हारे पार्दै यार तिम्रो अगाडि कहाँ खाम वेट अहिले टिकटकले पनि किस हान्छ अनि ठिस हुन्छ अनि लाइफ पनि ठिस हाम्रो त हाम्रो रेस्टुरेन्ट छ रेस्टुरेन्टमा डायलिसिस पालै भएन नि बुढा वास्तै छैन उसले चुप्पा खाइ छ यार ठिक छ राम्रो गर्दै जानु गाइज सबजना वेलकम छ हाम्रो लाइफमा है धेरै गेम खेल्न चाहिँ मन छैन मलाई चाहिँ म मेरो प्रोफेसर दाइले चाहिँ सपोर्ट गर्न जाँदैछु अनि त्यसपछि आज खासै अब त्यही हो मलाई चाहिँ अब पर्खिदिनु मलाई नबिर्सिनु ल त्यसो पराउने तिमी हल्लाउन के अरे हल्लाउन आउने भनेको पोखरा के बिस्किरा हो के मुखबाट आउने हो के पोखरा अझ निस्काल अनि त्यसपछि त निस्के भइन्छ नि निस्काउ निस्किन्छ यत्रो बोल्ने छोरा छोरी अहिले अहिले निकाल्नु पर्दैन निकालिदिने गाइज हाम्रो खोइ त ट्याप खोइ त हाम्रो ल बाख्रा थोडी यत्रो घरले छोरा निकाल्ने मेरो मुर्रा ग्याङले किन ट्याप गरेन भनेको त अब उनी पार्टनरै उतापट्टि रहेछ अनि यार